उकालो कतिहरू आफू भने बाहिर हुँदैछ बुङकुलुङपट्टि जान्छु बुङकुलुङको बाटो यताबाट के गर्छ बाटो चाहिँ यस्तो रहेछ गाइजहरू ठाउँमा गाडी राखिरहेको है त्यहाँ चाहिँ ठुलो पहिरो गएको थिएछ क्या हो यहाँनिर चाहिँ बाटो पनि बनाउँदै रहेछ गाडी चाहिँ हिँड्न चाहिँ झ्याउकुरी कराउँदैछ एमाजोन फाइनली बुङकुलुङ हामी आइपुगिसकेको छौँ बुङकुलुङ एकदम बाटो चाहिँ एकदम राम्रो रहेछ र हामी आइपुगिसकेको छौँ बुङकुलुङ होमस्टे यो चाहिँ के हो यो टुरिस्ट लज है यो चाहिँ पहिलाको टुरिस्ट लज हो यहाँनिर र अहिले चाहिँ यो जीर्ण अवस्थामा भइसकेको पुरानो भइसकिसकेको छ यो लज चाहिँ अब चाहिँ पहाड चढ्दैछौँ पहाड आम्मा कत्रो घर बनाएको छ मेरो साथीको है यो चाहिँ हामी चाहिँ पहिला यहाँ बस्थ्यौँ यहाँ आएको 2000 सालमा चाहिँ यो चाहिँ हाम्रो साथीको घरपट्टि क्रस गऱ्यो वा यस्तै घर बनाउनु पर्ने चलो लेट्स गो ल सुरु गरिहाल्नु ढुङ्गा फटाउनु डोइ भएर यस्तो दामी दामी प्लान्टहरू घरहरू यति मजाले बनाएको छ बुङकुलुङ चाहिँ एकदमै राम्रो ठाउँ एकदम मलाई चाहिँ पहिलादेखि मन परेको चोरहरू पनि छ यहाँनिर अनरस चोरहरू पनि छ यहाँनिर एक समय चाहिँ हामी पनि धेरै आउँथ्यौँ यहाँनिर अब हामी बाटो टुप्पोमा पुग्नुपर्ने छ घरहरू चाहिँ मजाको यहाँ प्लान्टहरू हेर्न सक्नुहुन्छ यति दामी छ प्लान्टहरू राखेको छ अम्बक मकै घरहरू चाहिँ कति दामी दामी बनाएको सबै बाहिर लिचीको बोटहरू चाहिँ यहाँ फलिसक्यो लिचीहरू है उकालोको बाटो चाहिँ अलिक अप्ठ्यारो रहेछ त्यहाँ परको 1300 को भन्दा चाहिँ किन जिम्बा जिउको चाहिँ यहाँनिर आम्मा हौ के बनायो यो चाहिँ ड्रिम हाउस बनाएको छ त ड्रिम हाउस ओ जिम्बा सर हुनुहुँदो रहेछ नि त यहाँनिर ओरेन्ज गार्डन सुन्तलाबारी फलेको छैन अहिले चाहिँ ओरेन्ज गार्डन त यहाँनिर कति हो कति मजाको यहाँ होमस्टेको प्लान गरेर बनाएको रहेछ यो चाहिँ अहिले हामी घुमन्टार आइपुगिसकेको छौँ घुमन्टार यहाँ माथि चाहिँ स्कुल छ र यहाँ ग्राउन्ड पनि छ हामी पहिला आउँथ्यौँ यहाँ ओरेन्ज गार्डन यसरी डरको माहौल भइरहेको छ यहाँ अहिले चाहिँ अगाडि जाँदैछ गाइजहरू ए कुकुर पनि छ यहाँनिर चाहिँ मन्दिर चाहिँ नमुना पार्क अरे यो चाहिँ गाइजहरू नमुना पार्क बेसीबारी हामी चाहिँ पार्क यहाँनिर पार्क भन्छ हामी चाहिँ बेसीबारी भन्थ्यौँ यहाँनिर चाहिँ हाम्रो धेरै जमिनहरू थियो त्यही कारण चाहिँ बेसीबारी भनिएको थियो तर अहिले चाहिँ बेचिसक्यो अब अहिले हामी माथि बस्छौँ लागिरहेको हुन्थ्यो इस्कुस लट्टरम्मै फलिरहेको हुन्थ्यो तर अहिले चाहिँ छैन रहेछ इस्कुस चाहिँ
इस्कुस चाहिँ आएको छैन रहेछ तर सिमीबारी मकैबारी एकदमै राम्रो चारैपट्टि सौरी नै देखिसकेको छु अहिले चाहिँ हामी यहाँ चारपट्टि नै होमस्टे जतिको बनिसकेको छ होमस्टेहरू चारपट्टि नै बनिसकेको छ हेर्न सक्नुहुन्छ डेभलपमेन्ट चाहिँ एकदमै दामी 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 घरहरू बनाएर बसिसकेको छन् सबैजनाहरू यहाँनिर हेर्न सक्नुहुन्छ कति मजाको बनाएको रहेछ यो पनि यो चाहिँ पञ्चायत हो पञ्चायत अफिस यहाँ तल मन्जुहरू देख्न सक्नुहुन्छ एकदमै दामी देखिरहेछ हाम्रो सरको घर बाटो भने चाहिँ एकदमै भुतभुती खेल्ने छ गाइजहरू यो बाटोको चाहिँ के गर्नुपर्छ यहाँनिर पनि बाटो चाहिँ एकदमै कन्डिसन राम्रो छैन बाटोको चाहिँ यहाँ बनाउँदै रहेछ अदिप दाहरूले चाहिँ होमस्टे र आशिष दाको त्यहाँ माथि भयो यो हाम्रो सबै दादाहरूकै हो तल चाहिँ निवेदनको घर छ यहाँनिर यहाँ पनि होमस्टे टाइपले बनाएको रहेछ यो पनि निवेदनहरूकै कसको घर हो निवेदन बडाको घर हो यो चाहिँ बढी बसिरहेको रहेछ बाटो चाहिँ कालो अलकत्र चाहिँ यो सोलिङ मात्रै भइसकेको छ यो बाटोलाई चाहिँ के गर्नुपर्छ गाइजहरू बाटो चाहिँ सोलिङको मात्रै भइसकेको छ अहिलेको जमानामा ल है सिलगढीको त्यो गरम र अहिले यहाँ हेर्न सक्नुहुन्छ यस्तो धुम्बोले लागिरहेको होइन धुम्बोले ढाकिरहेको एकदम चिसो हावा स्वर्गै छ रे स्वर्गै आजको यो सानो यात्रा समाप्त भयो थ्याङ्क यू फर वाचिङ